forms of participative observation method. There are 3 forms of participative observation method. Observation method को 3 वटा फर्म्सहरु छ. There are 3 forms of participative observation method. अब पहिलो फर्ममा हामीले के गर्छौं, दोस्रोमा के गर्छौं र तेस्रो फर्ममा के गर्छौं भन्ने कुरा पहिला सुनौं अनि त्यसलाई नोट आउट पनि गरौँला, लेखौँला पनि. पहिलो फर्म भनेको के हो त? रिसर्चर हिमसेल्फ अर हरसेल्फ बिकेम द पार्ट अफ द ग्रुप. ऊ आफैमा ग्रुपको पार्टको रूपमा भइदिन्छ, मेम्बर अफ द ग्रुप भइदिन्छ. जस्तै मैले एक्जाम्पल दिन खोजेँ, मानौ मलाई एउटा अर्को क्रिस्चियन कम्युनिटीको बारेमा अध्ययन गर्न मन लाग्यो. मलाई क्रिस्चियन कम्युनिटीको बारेमा अध्ययन गर्न मन लाग्यो भने म धर्म परिवर्तन गरेर म क्रिस्चियन नै बनिदिन्छु कि. अथवा मलाई मुस्लिम कम्युनिटीको बारेमा के छ भन्ने कुरा गर्दाखेरि म धर्म परिवर्तन गरे पनि नगरे पनि मैले एउटा मुस्लिम केटीसँग विवाह गरेँ भने म ऊ परिवारको त नजिकमा गएँ नि त. सायद एक्जाम्पल हो नि त. भने कि मैले यो कुरा राखेँ. अथवा मेरो गोत्र परिवर्तन हुन्छ भने त्यो आफै ग्रुपमा मैले एउटा एक्जाम्पल मात्रै दिन खोजेको, यही हुनुपर्छ भन्ने छैन. भने यो के हो त भन्दा मेम्बर हिमसेल्फ अथवा रिसर्चर हिमसेल्फ अर हरसेल्फ बिकम अ मेम्बर अफ द्याट ग्रुप एउटा विधि हो. अर्को विधि के हो त भन्दा रिसर्चर हिमसेल्फ अर हरसेल्फ एक्ट लाइक दे आर फ्रम द्याट ग्रुप. उनीहरूले अनुभव मात्रै, उनीहरूले नाटक मात्रै गर्ने. जस्तै वान्टेड भन्ने मुभी हेर्नु भएको छ, सलमान खानको वान्टेड भन्ने मुभी हेर्दै गर्दा त्यहाँ लास्टमा थाहा हुन्छ कि सलमान खान ग्याङस्टर होइन रहेछ, ऊ त के रहेछ त पुलिसकै एउटा व्यक्ति रहेछ. भने अभिनय गरिरहेको थियो नि त. भने कि सबै ग्याङस्टरलाई के थाहा पाइरहेको थियो, ऊ त हाम्रै युनाइटेडको मान्छे हो भन्ने थाहा पाइरहेको थियो नि त. बट थाहा भइदियो के भन्दा ऊ बाहिरबाट आएको मान्छे होइन रहेछ, ऊ पुलिस रहेछ भनेको लास्टमा थाहा भयो नि त. यो कुरा आयो. तेस्रो विकल्प के हो भन्दा अब्जर्भेसन मेथडको रिसर्चर प्लेड अ रोल एज द अब्जर्भर नै भएर देखिन पनि सक्छ क्या पार्टिसिपेटिभमा. जस्तै तपाईँले परीक्षा दिने बेलामा साथीहरू तपाईँको लागि सुप्रिटेन्डेन्ट आउनुहुन्छ. तपाईँको त सुप्रिटेन्डेन्टलाई देखेपछि तपाईँले के थाहा पाउनुहुन्छ, उहाँ त मेरो अब्जर्भर हो थाहा पाउनुहुन्छ कि पाउनुहुन्न? अब्जर्भर थाहा पाउनुहुन्छ नि. कहिलेकाहीँ घरमा यो माघी विवाहमा खास गरी नै उमङ्ग नै खुसी भन्ने खुब चल्छ नि होइन. भने माघी विवाहमा के हुन्छ भन्दाखेरि छोरो के अरे केटा हेर्नलाई केटी हेर्नलाई आउँदै हुनुहुन्छ भन्नुहुन्छ. आमाले के भन्नुहुन्छ, छोरी आज सुरुवाल कुर्ता लगाएर बसै, आज तँलाई हेर्न केटा आउँदैछ भन्नुहुन्छ. अनि केटा हेर्न आउँदै गर्दा त्यस्ता केटाले त संसारमा कति देखे, तर जब होइन र त्यो देख्दाखेरि उल्टै आफूले देखियो. तर जब केटा हेर्न आउँदैछ भन्दा ट्रे लिएर आउँदाखेरि छोरीको हात थर कामिरहेछ, किनकि ऊ अन्डरमा कन्ट्रोलमा छ नि त. यो कुरो पनि आउँछ. भने यो एउटा के त भने बिकज सी नोज द्याट समवन इज अब्जर्भिङ मी. उसले मेरो बिहेभियरको बारे थाहा पाइरहेछ. त यो तल्लो जुन मैले विधि भने नि, यो विधिबाट नेचुरल बिहेभियर स्टडी चाहिँ हुँदैन, तर इट इज वान अफ द मेथड्स भन्ने कुरो चाहिँ तपाईँहरूलाई मैले डिस्कसन गर्न खोजेँ. त साथीहरू बिर्सनै नहुने कुरा के रहेछ त भन्दा अब्जर्भेसन मेथडमा द रिसर्चर मे नट अथवा इज नट allowed to ask any question to the respondent. Just researcher recognize the environment and noting out the people and the environment to collect the data. This is the primary data collection method भन्ने कुरा आयो. Clear? Very good.